आफूले चाहिँ सुन राख्ने 200 केजी 300 केजी त्यो सुनको स्रोत खोइ अनि ठुल्ठुलो कुरा गर्ने हैन तोला मिलाएर बुझ्नुपर्छ कति कुरा हैन अनि आफ्नो सम्पत्तिको स्रोत नदेखाउने सरकारलाई नैतिक अधिकार भन्छ मैले यस्तो गरी सरकारी जग्गामा बसेसियो त्यो भन्ने त्यसले गर्दाखेरि त्यसतर्फ देश सरकारले चाहिँ किन ध्यान दिनुपर्छ आफ्नो सम्पत्तिको विवरण सार्वजनिक गर्नुपर्छ सदन कहिले खोलाउन मान्दैन अस्ति पनि कराउँदा सदन खुला थियो बन्द भइहाल्यो कहिले बनाउने बजेट हामीले अधुरा योजनाहरू कहाँ छन् के छन् कतिवटा पुलहरू अधुरा छन् बाटोको यस अवस्था है युवा तपाईको चाहिँ हजारौंको संख्यामा दैनिक विदेश पलायन भइरहेको छ त्यसलाई रोक्नका लागि के छ यही देशमा रोजगारीको व्यवस्था गर्न लागि के छ त्यो छैन केही सोच विचार केही पनि छैन योजना चाहिँ अनि जहिले पनि डोजर लट्ठी बुट र बन्दुक चारवटा सम्पत्ति नेपाल सरकारको अहिले देखाएको छ मेरो फेसबुक आइडी जस्तो के मेरो फेसबुक आइडी देखे गर्छ नि आगै गर्छ भन्ने सरकारले डोजर लाठी बुट बन्दुक यति हो त देखाउने सम्पत्तिहरु छैन अनि त्यति गर्दाखेरि सुशासन भइहाल्यो हाम्रो तर्क त के छ भने श्रम संस्कृतिको तर्क त हो है केटाकेटीले पनि तपाईको चाहिँ अन्नहरु उत्पादन गर्न सक्नुपर्छ यो लुगाहरु हामी आफैले बनाउनु पर्छ त्यो मोबाइल खेलाउँदै गरेको हामी आफ्नै देशको हुनुपर्छ त्यसमा लाग्नुपर्छ पुर्खाले भारी बोकेर जीवन बिताए घाँसको दाउराको मट्टी तेलको नुनको हामी पनि भरिया नै हौ हामी किताबको भारी बोकेर जीवन बिताइरहेका छौं अब विद्यार्थीलाई किताबको भारीले किचाउने अधिकार यो सरकारसँग छैन गर्नु हुँदैन त्यो अपराध गर्नु हुँदैन है यत्रो नानी हुन्छ कटुमै सुसु गरेर फर्किन्छ स्कुल गएर राम्रोसँग सुसु गर्न सिकाउनु नि पर्यो दैट इज एजुकेसन हैन हो कि न भन्नु न जुत्ताको लेस फुस्किरहेको हुन्छ त्यो लेसमा केरे कुल्चेर लडिरहेको हुन्छ नानीहरु त्यो लेस बान्न सिकाउनु दैट इज एजुकेसन ए फर एप्पल बी फर बल सी फर क्याट फेरि ए फर एरोप्लेन हुन्छ भनेर सिकाउनु होइन ए फर एप्पलै हुनुपर्ने हैन 35 वर्षदेखि ए फर एप्पल मात्रै हो यो खालको एजुकेसनले हामी कहीँ पनि पुग्दैनौं भन्ने हाम्रो तर्क छ सरकारले यदि हामीसँग यो विचार लिन चाहन्छ भने आई एम ह्यापी आई एम रेडी टु हेल्प लाइट बन्द गर कस्तो के भयो झिमिक गर्यो मेड इन चाइना होला त त्यस्तै हुन्छ दाइ धेरै टल्किनु भयो जस्तो छ हाम्रो छैन के गर्नु त त्यतिकै मान्नु पर्छ हैन डोन्ट कम्प्लेन र यो हामीले श्रमदान भन्छौं यो श्रमदान किन गर्न जरुरी रहेछ भन्दाखेरि चाहिँ देशप्रतिको योगदानको भाव रहेछ के यो भयो त्यसले गर्दाखेरि श्रमदान गर्न जरुरी छ हामी सबैले श्रमदान गरौँ म त सरहरुलाई पनि आह्वान गर्न चाहन्छु धेरै गर्नु पर्दैन है वन्स अ वीक आएर यसो उभि मात्रै दिनुहोस् अरूले गरिहाल्छ सरहरु उभिनु भयो भने कति राम्रो हुन्छ त हैन कहीं कतै सरसफाई गरौँ कहीं कतै पार्क निर्माण गरौँ अब यहाँ हिजो मकवानपुरमा हुँदै थियो हामीले त ठुलो अरबौंको सम्पत्तिमा हामीले त जोड्दिया छौं श्रमदान गरेर भोलि मकवानपुरमा पनि इजाजत मिल्यो भने त्यहाँ पनि हामी श्रमदान गर्छौं दार्चुलामा त्यो पुल हामीले गरे अब बन्छ अब सरकारलाई पर्खेमा कहिले त्यसले गर्दाखेरि विकास पनि हुने रहेछ यसले चाहिँ फेरि देशप्रतिको योगदानको भाव पनि जागृत गर्ने रहेछ अनि यो चाहिँ तपाईको हैन अब हामी त सोशल बीइङ्स हो हैन समाज बिना त हामी बाँच्न सक्दैन अनि समाजसँग घुलमिल भएर सोशलाइज्ड हुने बाटो पनि रहेछ त्यसले गर्दाखेरि फाइदा भएर श्रमदानमा आउनुपर्छ पनि म भन्न चाहन्छु सबैजनालाई इन्क्लुडिङ हाम्रो गुरुहरू अब यो अहिलेको समसामयिक विषयमा मैले केही बोल्नै पर्छ फेरि हैन आफ्नो मनको गीत गायो सुन्यो अनि अब गबात भन्यो के भयो गयो भन्ने हिसाबले नहोस् पत्रकारहरूको लागि अब अहिले सुकुम्बासीलाई हैन विस्थापन गर्ने नीति सरकारले लिएको जस्तो मलाई लाग्यो गरिबलाई रुवाएर कुनै पनि शासकलाई फलिफाप भएको छैन संसारमा त्यहाँ जुन किसिमको घरहरू भत्काइएर जुन किसिमको मान्छेहरू अहिले सडकमा रोइरहेका छन् हैन रोइरहेका छन् ती मान्छेहरू त सबै मान्छे त त्यो खालको त होइन विगतमा राज्यले गल्ती गर्यो
त्यतिखेरको प्रधानमन्त्री, त्यतिखेरको मन्त्री, त्यतिखेरको मेयर, त्यतिखेरको उपमेयर, वडा अध्यक्षहरूले गल्ती गरे हो नि त। सार्वजनिक जग्गा हो भनेर त्यतिखेर नै तपाईँको चाहिँ रोकेको भए हुन्थ्यो नि त। मेरो भनाइ चाहिँ त्यो क्या, अब सार्वजनिक जग्गामा बस है भनेर बसायो, बसिसकेपछि त्यो तपाईँको चाहिँ के अरे मान्छेहरूले होइन, आर्थिक उन्नति त सबैले गरेको हुन्छ नि त, अलिअलि त हुँदैन। ल त्यही एउटा सानो समय टहरामा बालबालिका जन्मन्छन्, हुर्कन्छन्, अनि हुर्किसकेपछि कोही कोरिया जान्छ, कोही कहाँ जान्छ, कोही परदेश जान्छ, बनाएर के अरे तपाईँको पैसा कमाएर ल्याउँछ। पैसा कमाएर ल्याइसकेपछि त्यो तपाईँको बाँसको टाटीलाई हटाएर उसले एक खालको एउटा घर बनाउँछ। र त्यो अन्तरालमा 20 वर्ष बितिसकेको हुन्छ, 25 वर्ष बितिसकेको हुन्छ, अनि अहिले आएर सरकारले चाहिँ भत्काइदिँदाखेरि आर्थिक क्षति भयो कि उन्नति भयो? मेरो तर्क चाहिँ के छ भने, म चाहिँ प्रकृतिवादी मान्छे, हाम्रो श्रम संस्कृतिको सिद्धान्तमै प्रकृति छ। हामी त चरामुसाको लागि पनि काम गर्नुपर्छ भन्छौँ। मैले अघि भने नि, म डढेलो लाग्दाखेरि जङ्गलमा डढेलो निभाउँदै रातभरि त्यहीँ बास बस्ने मान्छे हो क्या म। किन भन्दाखेरि डढेलोले एउटा त वन तपाईँको बिगार्छ, अर्को कुरो करोडौँ किरा फटेङ्ग्रा मरेर जान्छ। किरा फटेङ्ग्रा मरेर गइसकेपछि त्यो किरा फटेङ्ग्रा खाएर बाँच्ने चरा मरेर जान्छ है। त्यसले गर्दाखेरि पुरा त्यो इकोलोजीको कुराहरू पनि आउँछ नि त। मेरो भनाइ चाहिँ के भन्दाखेरि, यो संसारमा मान्छे मात्रै होइन, यो धरती मान्छेको मात्रै होइन है। एउटा चरालाई आफ्नो गुड प्यारो हुन्छ, माछालाई आफ्नो कुर प्यारो हुन्छ, एउटा कमिलालाई पनि आफ्नो वासस्थान प्यारो हुन्छ भने हामी त मान्छे हो नि। हाम्रो घर भनेको हाम्रो सामाजिक प्रतिष्ठासँग जोडिएको कुरा हुन्छ होइन। होला के अरे तपाईँको विगतमा कुनै बेलामा चाहिँ तपाईँको चाहिँ गल्ती गर्यो होला मान्छेले, तर उसलाई त्यो खालको सजाय दिन छुट हामीलाई छैन। यो सरकारलाई त झन् छँदै छैन। धेरै आशा गरेका छन् यो सरकारसँग मान्छे है। मान्छेले आफ्नो नाम सोधिन्छ सुरुमा, तपाईँको नाम के हो भनेर, मेरो नाम फल्छ, घर कहाँ हो भन्छ सोध्छ, दोस्रोमा त घर सोध्छ। परिचयसँग जोडिएको छ, प्रतिष्ठासँग जोडिएको छ है। अनि 20औं वर्ष 30औं वर्षसम्म मकै पोलेर अलिअलि एउटा छाप्रो बनाएको सबै आएर डाङ्डुङ भत्काइने। मेरो चाहिँ तपाईँको सन्तुष्टि छैन त्यसमा होइन। त्यसले गर्दाखेरि सरकार त्यो खालको तपाईँको चाहिँ निरङ्कुश शैलीमा अगाडि बढ्नु हुँदैन। व्यवस्थापन गर्दै जानुपर्छ सुकुम्बासीलाई। अब यो यहाँ हाम्रो सरहरू थुप्रो तपाईँको चाहिँ विज्ञहरू हुनुहुन्छ, उहाँहरूलाई अझै सोध्नुहोस् भरे पत्रकार साथीहरू होइन। 28 सालमा भूमि सुधार आएको भन्ने छ, त्योभन्दा अगाडि सबै मान्छे तपाईँको चाहिँ सुकुम्बासी नै थियो होला सायद होइन। यो भूमि कसैको पनि हुँदैन वास्तवमा भन्ने हो भने। एउटा नागरिकलाई बाँच्न पाउने अधिकार, घाँस बाँसको मौलिक हकको अधिकारदेखि चाहिँ तपाईँको मौलिक हकदेखि वञ्चित गर्नु पाउँदैन भन्छ। र यो कुरामा हाम्रो बालनजी लगायत उहाँको सरकार सचिएर अगाडि बढ्दाखेरि राम्रो हुन्छ, होइन भने गरिबलाई रुवाएर कुनै पनि शासकलाई फलिफाप भएको छैन संसारमा है। गरिबलाई रुवाएर के तपाईँको चाहिँ बहादुरी हो? सरकारले सक्छ भने सिमानामा गएर गरोस् न, 2000 जना तपाईँको चाहिँ होइन प्रहरी पठाएर देखाओस् न त्यहाँ। त्यो सुकुम्बासी बस्तीमा चाहिँ तपाईँको आइमाई केटाकेटी होइन, सरी आइमाई भन्दा नरिसाउनु होला, महिला होइन, महिला केटाकेटीहरूलाई तर्साएर बुट देखाएर लट्ठी देखाएर कुन चाहिँ बहादुरी गरे हो? सक्छ भने मैले अस्ति भनिसकेको छु, सदनबाट पनि भनेको छु, महाकाली सीमा नदीमा भारतले उतापट्टि तपाईँको तटबन्धन गरिरहेछ। त्यो उसले गरेको तटबन्धन हालेको ब्रेकरले हाम्रोपट्टि चाहिँ महाकाली बगेर भूक्षय भइराखेको छ। त्यही भूक्षयले गर्दाखेरि तपाईँ बाटो बनेको छैन त्यहाँतिर चाहिँ एकछिन चियाउने, त्यहाँ चियाउने डराउने, अनि यहाँनिर चाहिँ घडाप 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 घडाप। कसले किनिदिएको बन्दुक हो त्यो? कसले किनिदिएको लट्ठी हो त्यो? कसले किनिदिएको बुट हो त्यो? जनताको करबाट किनेको होइन। यो कुरा बिर्सिनु हुँदैन है। सरकार हामी जनताको सेवक हो, शासक होइन। यो कुरा कहिले पनि नबिर्सिनु भनेर भन्न चाहन्छु है। थुप्रै कुराहरू छन्। अब यसो भन्दाखेरि फेरि अहिले सरकारको त विरोधै गर्नु हुँदैन भन्छन्। हामी प्रतिपक्ष हो, हामीलाई संविधानले दिएको अधिकार, कानुनले दिएको अधिकार, जनताले दिएको अधिकार, जनमत भएको मान्छे हामी है। एउटा तपाईँको चाहिँ नि मफसलमा
फेसबुक चलाउने अभियानमा मात्रै होइन अर्को साम्पाङ र श्रम संस्कृति पार्टी। 3टा अधिकार छ हामीलाई, संविधानले कानुनले दिएर जनताले दिएको अधिकार छ। त्यो अधिकार प्रयोग गरेर सरकारले गरेको हरेक गलत कार्यको हामी भण्डाफोर गर्छौँ।